सो हेलो एन्ड नमस्ते गाइस, फेरि पनि स्वागत छ झोले ब्लग्समा तपाईँहरूलाई। सो आज चाहिँ न्यू डे न्यू ब्लग्समा तपाईँहरूलाई स्वागत छ होइन। सो आज चाहिँ सिस्नेरी जाँदैछौँ हामी। सो आई एम गोइङ टु राइड दिस बाइक है, NS 200। सो हामी चाहिँ अहिले यहाँ साथीहरूलाई कुदिरहेको, साथीहरू कोटेश्वरबाट आउँछु भन्दै थियो, त्यही भएर साथीहरू कुद्दैछु। सो गाइस, च्यानलमा नयाँ हुनुहुन्छ भने टक्क सब्सक्राइब हानिदिनुहोस्, लाइक हानिदिनुहोस्। च्यानलमा पुरानै हुनुहुन्छ भने चाहिँ टक्क लाएर लाइक हानेर मिठो कमेन्ट छोडिदिनुहोस् है त तल। सो गाइस, अहिले हामी के गर्छ यार। सो गाइस, अहिले हामी एकछिनमा साथीहरू आएपछि भेट्नेछौँ है त। सो हाम्रो चाहिँ केटाहरू आइसक्यो यतातिर। ओ गोरु हेर्दैन नि फेरि, यति हो हाम्रो केटाहरू। अब यतिजना हामी जानु छ, अब यो बाटोतिर भेटौँला। सो हामी हिँड्न लागेको छौँ अब। सो NSमा मजाले हिँडिसक्यो। र हामी हिँडिसक्यो। अब चाहिँ कहाँबाट जाने केटा? अब सो हामी चाहिँ अहिले आवाज गेट आइसक्यौँ होइन। अब यसो साथी यो बाटोमा है। सो अहिले हामी आवाज गेट आइसक्यो। कति वर्षौँपछि आएको यो बाटो यहाँ, थाहा छ? वर्षौँपछि आयो यार। त्यही हो गाइस, अहिले आवाज रेट पुगिसक्यो होइन। बिस्तार जाँदैछौँ। अब अलिकति रेट्दाखेरि आवाज आउँदैन है, त्यसको लागि चाहिँ सरी गाइसहरू। त्यही हो, माफ गरिदिनु त्यसको लागि चाहिँ। सो यतापट्टिको बाटोको भ्यू आँखा छ है यहाँ। यो गाइस एकछिनमा भेटौँला फेरि। अलिक केटाहरू अगाडि के दिँदाखेरि हिँडेको छ केटाहरू, थुप्रो गोरुहरू। तिमीहरू त पाप लाग्छ यार। यो च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब हानिदिनु है। I'm hot bitch, like a hot bitch to stop it. I got this, none of this radio pop shit. I drop this, turning back the clock to rock shit. I cop it, said knock knock, I'm on this. I'm hot bitch, like a hot bitch to stop it. So अहिले हामी तौदा आइसक्यौँ गाइस। त्यही हो, तौदा आइपुग्यौँ। हाम्रो पुरानो स्कुल जुन चाहिँ हामी सानोदेखि पढेको हाम्रो ग्लोरिया स्कुल चाहिँ हामी देखाउन गइरहेको छौँ होइन। बाटो खाली भइसक्यो। अब खाली भइसक्यो भनेको and take a pic. माथिको भ्यू हेर्नु नि गाइस। Money and fame, they don't affect my brain. It's fucking all the same. I'm sick of hearing about these Insta names with Insta fame. Take a pic, sick, you're lame. A quick fix to shame. You lick dick for fame. A thick chick is lame. A chick picked too late. I think I've gone insane. I think I've lost my brain. And honestly, I'm a motherfucking novelty. हेलमेट खोइ। आज चाहिँ कहाँ आइपुग्यो थाहा छैन। सानो दक्षिण गाडी हो क्या? दक्षिण गाडी त होइन यो, तर कुन ठाउँ हो चाहिँ याद भएन है। भजन क्रिया गर्दैछ।
उकालो पऱ्यो क्या उकालो पर्पिङ हो पर्पिङ चाहिँ त्यही हो गाइज होइन स्ट्रगल गरिरहेको छु मेहनत गरिरहेको छु होइन हात चाहिँ खाएको छुइनँ के त्यही भएर टक्क लाएर मलाई पनि माया देखाइदिनु यसो सब्सक्राइब गरिदिनु यसो होइन लाइकहरू गरिदिनु एक न एक दिन त म पनि केही सफल त हुन्छु होला नि त होइन त्यो सोचले चाहिँ म बसिरहेको छु यही बाटो हो नि यही बाटो जस्तो लाग्यो गाइज बाटो झुक्यो कहाँ हो यही हो आज दक्षिणकाली मन्दिरमा छ हामी चाहिँ होइन दक्षिणकाली मन्दिर त्यही हो साथी मसँग चाहिँ सुमन दोस्त छ होइन दक्षिणकाली मन्दिर त्यही हो सो एकछिन हामी यहाँ बस्छौँ है किनभने साथीहरू आएको छैन सो त्यहाँ अगाडि साइड आएर राख्नु एकछिन त्यहाँ राइडरसँगै जानुपर्छ एकछिन यहाँ राखौँ होइन हामी एकछिन यहाँ बस्थ्यौँ एकछिन ओर्छौँ त साथी सो गाइस त्यही नै हो अहिले चाहिँ हामी दक्षिणकालीबाट हिँड्नु सक्छौँ होइन साथीहरू पनि आइसक्यो बाटोतिर भिड्दै गर्नुपर्छ उकालोतिर छ एक त अब उताबाट बाइकहरू आएको आएको हो बाटो चाहिँ बब्बार छ नि भाइ तान 3 मा छ तान यति तान्नुपर्छ गाइस अहिले बाटोतिर भेटौँ है त सो नजारा देख्नुहुन्छ दिस इज अ भ्यू होइन काठमाडौँ सहर त पारी यता चाहिँ हाम्रो सिस्नेरी अब यो तल ऊ त्यो खोलातिर क्या ऊ पर सिस्नेरी चाहिँ सो यो भ्यू अहिले अफरोडबाट हामी पिछोड आइसक्यौँ होइन त्यो भ्यू देख्नु सक्नुहुन्छ पाहाडतिर बाइकको आवाज त्यस्तै छ कत्रो आवाज आउँदा यार साथी ओइ कति बतायो त्यति आउँछ निकै कत्रो लङ हो यार सो अहिले चाहिँ तेल बचाउँदैछौँ हामी स्टार्ट अफ गरेर हिँड्दैछौँ क्या ओह्रालो हो नि त अब त त्यही भएर अब धेरै छैन सिस्नेरी आइपुग्नलाई अब त्यही हो बिस्तारै बिस्तारै जाँदैछौँ अब मैले अफरोडको चाहिँ नदेखेको क्या के भनौँ मैले बिर्स्यो अफरोडको चाहिँ नदेखाएको क्या मैले किनभने धुलै धुलो उडेको कारणले यो दुइटा यहाँ छ त के है यही बाटो यही हो केटाहरू नयाँ हो नि त त्यो यही बाटो कस्तो हो भनिदिएको के छैन
वाह कर्नरिङ बब्बल हान्दिरा बास यतिको चाहिँ चाहियो है आफ्नो त कर्नरिङ हान्यो भने सुत्दै जस्तो गर्छ यार बास यतिको भ्यू पनि चाहिन्छ यतिको भ्यू बास कहाँ सक्नु त अनि यार नेपालमा यस्तो ठाउँ छ यार अरू ठाउँ किन जानु पर्यो यहाँ घुम्नलाई होइन उसलाई पछाडिबाट मान्छेहरू सिस्नेरी गएर पौडी खेलेर फर्किनु भइसक्यो हामी भर जाँदैछ पुगेको छैन हजुर ठुक्क जिन्दगी माथिको भ्यू यही रोडबाट आएको माथिबाट ब्रेक बिना बाइक चलाउँदैछ हिट भएर केही छैन यत्रो लाउँदा नि त्यो भाइरहेछ क्या अब कसरी देखाउनु अब ओह्रालै छ अगाडिको लाइन पनि बनाएको हुन्छ यार है ब्रेक लागेन दाइ सबैको त्यस्तै छ यस्तो ब्रेक लाग्छ क्या मैले खुट्टाको लिएन यस्तो पावर दिइरहेको छ त्यही पनि छैन अब अगाडिको त अनि कम हुँदै गयो अब सवाल चाहिँ पेट्रोल पम्पमा हामी पेट्रोल हाल्न आएको यता घुमाउनु पर्ने हो क्या हेरौँ न पेट्रोल पनि छ त्यो गाइस पेट्रोल हाल्नु भेटौँ अहिले सो गाइस अहिले चाहिँ सिस्नेरीको अफ रोडमा छौँ हामी यतातिर विशाल जम तर उता बाटो सोध्नुपर्छ है थाहा छैन बाटो हामी सब सिस्नेरीबाट फर्किसक्यो पौडी हानेर हामी चाहिँ भर्खर पुग्दैछ ठुक्क सिस्नेरी राइडर कि चाहिँ छिटो आउन ठुक्का छिटो आउन किचेन हामीले त डबलवटा साँच्चो किचेन ठुक्क गोरुहरू कसको बाइक अड्क्यो निरजको बाइक अड्क्यो बाटो छेक्दियो क्या जान्जानी हामीले बाटो छेक्दियो क्या जान्जानी ओहो यहीँबाट ल्यायो के धिनाले कसरी लिएर अब यो खुट्टा टेकेले यता लिएर जानु कहाँ उता हालेको त उता हालिदिएर So finally we are in Sisneri now. सिस्नेरीको पुल ओइ बाटो त यस्तो खराब होइन छ्या लास्टै खराब हिँड न उतै अगाडिसम्म के गर्छ आम्मा मान्छेको भिड देख्न सक्नुहुन्छ पुलमा आम्मा
यहाँ पुलमा हाल पुलमा यहाँ पुलमा हालिदिउँ सो सिस्नेरी तपाईँले देख्न सक्नुहुन्छ सिस्नेरी म झर्दै त 61 या दिस इज सिस्नेरी नाउ दिस इज सो अहिले चाहिँ तलको जान्छ अनि त्यसपछि तल गएर भेटौँ है त दामी ठिक छ यो ठुलो होइन हामी चाहिँ माथि जानु आएको मास्टर साइड ओ सय गुफाबाट जानुपर्ने रहेछ नि त सो हाम्रो साथी हाम्रो बुहारीहरू चाहिँ अगाडि हिँडिसक्यो होइन सो वाह जाउँ म पनि जाउँ ल वाह डेन्जर रहेछ नि त ठाउँ त माथितिर जाँदैछ हामी चाहिँ अहिले ढुङ्गाको भित्र छौँ क्या हामी ढुङ्गाको भित्र ओ छिटो होइन के भयो है गियर लाएन क्या वाह वाह छिर्ने ठाउँ त खतरा रहेछ नि त सो यहाँ सेकेन्ड यसमा कति डुब्ने हो थाहा छैन सो नेक्स्ट गोइङ होइन माथि जाँदैछौँ वाह कस्तो कट्टु सुकाएको छ है पाइपमा छिटो जाउँ हिँड्दैछ केटाहरू सो त्यही हो बाटो सही रहेछ ल जाउँ फाइनल हाम्रो डेस्टिनेसन चाहिँ यहीँ हो जस्तो लाग्यो छोड दिस इज अ फाइनल डेस्टिनेसन स्विमिङ खेल्छ हाम्रो यहीँ हो अब सो एकछिनमा पौडी खेल्ने बेला भेटौँला said I got this, none of this radio pop shit. I dropped this, turning back the clock to rock shit. I cop it, said knock knock, I'm on this. I'm hot bitch, like a hot bitch. I lock in, I got this, radio drop this. Hot shit, just watch this, I fucking promise. Told it, do not miss your chance to cop this. Will you capture it, or just let it slip? All they say I wanna be in, cause my rap is tight. But really they just give a fuck that I ain't black and white. I'm not anyone else, man, I'm one of a kind. So stand back. That's it guys. सो सिस्नेरीमै छौँ अहिले चाहिँ हामी चिया खान लागेको सो अब अहिले घर जानेछौँ होइन सो बाटोमा म बनाउने छुइनँ यहाँ फेरि लब्बाड हान्यो भने सोचला फेरि यहाँ चाहिँ फेरि तेलले बोलेको हो मेरो यो चाहिँ बुहारी है नमस्ते गर हो सही हो त्यही हो गाइस घरमा पुगेर भेटौँला बाटोमा त के भेट्नु चिजहरू यस्तै हो बाई बाई सो गाइस अहिले चाहिँ म रुम आइसकेँ होइन सो लाइक हानिदिनुहोस् नयाँ हुनुहुन्छ भने टक्क सब्सक्राइब हानिदिनुहोस् होइन अनि आजको राइड चाहिँ एकदम रमाइलो भयो सो अन्तिमसम्म हेरिदिनु अनि अन्तिमसम्म हेरिदिनु भएको हेरिदिनु भन्ने बात होइन गाइस अब त्यही हो रमाइलो भयो र स्ट्रगल गर्दैछु होइन भ्युजहरू आउँदैन लाइकहरू आउँदैन त्यही पनि युट्युबमा भिडियो हाल्नु चाहिँ छोड्ने छैन क्या किनभने एक न एक दिन त सफल भइहाल्छ नि होइन त्यही भएर टक्क लगाएर भिडियोहरू चाहिँ हाल्ने नै छु डेली नै सो कहिलेकाहीँ आउँदैन होला सर्ट्सहरू त्यसको लागि चाहिँ माफ चाहन्छु अनि लङ टाइमपछि लङ भिडियो आएको छ टक्क हेरिदिनुहोस् अनि लाइक गरिदिनुहोस् सो आजको लागि चाहिँ यति नै नेक्स्ट ब्लगमा भेट्ने छौँ बाई बाई जय नेपाल गुड नाइट